केको लागि आउनु भयो ठ्याक्कै? हाम्रो राष्ट्र संस्था हिन्दू राष्ट्र संहिता खारेजी यही नै हो र भन्नुपर्दाखेरि चाहिँ तिनकोने घटनाको न्यायिक छानबिन हुनु पर्यो। हेर्नुहोस् प्रहरीले तपाईँहरू अब सामाजिक सञ्जालमा तपाईँले धेरै फुटेजहरू देख्नु भएको छ। जुन घरभित्र आगलागी भएको घरभित्र प्रहरी छिरेर जीवधनको कुनै पनि क्षति भएको छैन भन्छन्, एकछिन पछाडि फेरि आधा घन्टा पछाडि आएर यसो भन्छन् भनेपछि कतिको घुसपैठ भएको रहेछ भन्ने कुरो त तपाईँहरू छर्लङ्गै छँदैछ। घरको माथि बसेर अश्रु ग्यास हान्ने के अनि रबरको गोली हान्ने हो, किन भन्दा राज्य कसरी डराएछ भन्दाखेरि हामी राष्ट्रवादीहरूसँग त्यो दिनको घटनाले प्रष्ट गर्छ। राजा आउँ त्यसपछि भन्ने नारा लागिरहेछ नि त यहाँ, होइन? अब यस्तो नियत राजा ल्याउने हो कि अथवा सरकार राम्रो हुनु पर्यो भन्ने कुरा हो? सरकार परिवर्तन त हेर्नुहोस्, अहिलेसम्म यो 16 वर्षमा 14 चोटि सरकार परिवर्तन भयो। सरकार परिवर्तन भनेको त यी दलालहरूले आफ्नो स्वार्थको निम्ति सत्ता परिवर्तन गर्न त कुनै ठुलो कुरो खेलै छैन। हिजो एउटाले अर्कोले सराप्छ, अर्कोले अर्कोले सराप्छ, परे ठाउँमा नटिन्दै सबै एकजुटै हुन्छन्। अहिलेको उद्देश्य भनेको व्यवस्था परिवर्तन हो। व्यवस्था परिवर्तन नगरिकन हुँदैन। 50-60 लाख भन्दा बढी युवाले रिमिटेन्स नपठाउनु देशको अर्थतन्त्र स्वाहा भइसक्यो। हेर्नुहोस्, जो यो देशमा रोजगार गरेर बसेका छन्, व्यवसाय गरेर बसेका छन्, तिनीहरू पनि सन्तुष्ट छैन। अहिलेको व्यवस्था भनेको कस्तो भयो भन्दाखेरि गरी खाने वर्गको लागि होइन, लुटी खाने ठगी खानेको लागि चाहिँ यो व्यवस्था एकदम राम्रो, तर गरी खानेको लागि चाहिँ यो व्यवस्था ठिक छैन एकदम। हस्, धन्यवाद। केको लागि आउनु भयो ठ्याक्कै? हाम्रो राष्ट्र संस्था हिन्दू राष्ट्र संहिता खारेजी यही नै हो र भन्नुपर्दाखेरि चाहिँ तिनकोने घटनाको न्यायिक छानबिन हुनु पर्यो। हेर्नुहोस् प्रहरीले तपाईँहरू अब सामाजिक सञ्जालमा तपाईँले धेरै फुटेजहरू देख्नु भएको छ। जुन घरभित्र आगलागी भएको घरभित्र प्रहरी छिरेर जीवधनको कुनै पनि क्षति भएको छैन भन्छन्, एकछिन पछाडि फेरि आधा घन्टा पछाडि आएर यसो भन्छन् भनेपछि कतिको घुसपैठ भएको रहेछ भन्ने कुरो त तपाईँहरू छर्लङ्गै छँदैछ। घरको माथि बसेर अश्रु ग्यास हान्ने के अनि रबरको गोली हान्ने हो, किन भन्दा राज्य कसरी डराएछ भन्दाखेरि हामी राष्ट्रवादीहरूसँग त्यो दिनको घटनाले प्रष्ट गर्छ। राजा आउँ त्यसपछि भन्ने नारा लागिरहेछ नि त यहाँ, होइन? अब यस्तो नियत राजा ल्याउने हो कि अथवा सरकार राम्रो हुनु पर्यो भन्ने कुरा हो? सरकार परिवर्तन त हेर्नुहोस्, अहिलेसम्म यो 16 वर्षमा 14 चोटि सरकार परिवर्तन भयो। सरकार परिवर्तन भनेको त यी दलालहरूले आफ्नो स्वार्थको निम्ति सत्ता परिवर्तन गर्न त कुनै ठुलो कुरो खेलै छैन। हिजो एउटाले अर्कोले सराप्छ, अर्कोले अर्कोले सराप्छ, परे ठाउँमा नटिन्दै सबै एकजुटै हुन्छन्। अहिलेको उद्देश्य भनेको व्यवस्था परिवर्तन हो। व्यवस्था परिवर्तन नगरिकन हुँदैन। 50-60 लाख भन्दा बढी युवाले रिमिटेन्स नपठाउनु देशको अर्थतन्त्र स्वाहा भइसक्यो। हेर्नुहोस्, जो यो देशमा रोजगार गरेर बसेका छन्, व्यवसाय गरेर बसेका छन्, तिनीहरू पनि सन्तुष्ट छैन। अहिलेको व्यवस्था भनेको कस्तो भयो भन्दाखेरि गरी खाने वर्गको लागि होइन, लुटी खाने ठगी खानेको लागि चाहिँ यो व्यवस्था एकदम राम्रो, तर गरी खानेको लागि चाहिँ यो व्यवस्था ठिक छैन एकदम। हस्, धन्यवाद।